हुने सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू लगायत सबैमा मेरो हृदयदेखि नमन प्रणाम। साथै न्युयोर्कको प्राङ्गणबाट दिवाकालीन नमस्कार। हामी आज दिनको मध्याह्नतिर कार्यक्रम गर्न गइरहेका छौँ र कार्यक्रमको यस बोल्ने अवसर मलाई प्रदान गरिदिनु हुँदा म सबैलाई पहिला एउटा के चाहिँ अनुरोध गर्न चाहन्छु भने आज हामी कृतिको एउटा चर्चा परिचर्चा गर्न गइरहेका छौँ र मुख्य आजको कार्यक्रम यसैमा हो। यसमा कसैले पनि हल्ला नगरिकन सुन्नु भयो भने मात्र कृति के हो र कृतिले के भन्न खोजेको छ बुझिन्छ है त। सबैलाई मैले त्यो अनुरोध गरेँ। फेरि मेरो स्वरले न माइक चाहिन्छ न तपाईँहरूलाई निन्द्रा लाग्छ है, यति चाहिँ मैले अनुरोध गरेँ। आज न्युयोर्क च्याप्टरले ढिलै भए पनि भानु जयन्ती 213औं भानु जयन्ती मनाएर त्यसपछि एउटा विशिष्ट सर्जकको कृति विमोचन गर्न गइरहेकोमा म अत्यन्त खुसी छु। यसमा न्युयोर्क च्याप्टरलाई आभार प्रकट गर्दछु र भानुभक्त भनेको भाषाका सेतु हुन्। हामी यति बुझौँ, आज भानुभक्तले त्यति त्याग गरेर भाषाको निर्माण गर्दैनथे अथवा यो सेतु बनाउँदैनथे भने हामी यसरी हामी नै एकअर्कामा बोल्न सक्दैनथ्यौँ, विचारहरूका विनिमय आदान प्रदान गर्न सक्दैनथ्यौँ। यस्ता श्रद्धेय आदि कवि भाषाका सेतुलाई मैले हृदयदेखि श्रद्धा सुमन अर्पण गरेँ र उनको नाममा जिउँदै मर्याको भनी नाम कसको, उद्धम बिना बिद्ध छ काल कसको। यसरी उनले 2 लाइनमा नै के भनेका छन् त्यहीबाट हामी बुझ्दछौँ र उहाँलाई श्रद्धा सुमन अर्पण गर्दै म आजको कृति जुन मनमल्लिका कविता कृति चाहिँ हामी यसको चर्चा परिचर्चा गर्न गइरहेका छौँ त्यसको चाहिँ अब त्यस विषयमा म प्रवेश गर्दछु। सर्वप्रथम त आजका कृतिका कविता कृतिका नायक सर्जक प्रिय भाइ यसै न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष, केन्द्रका कोषाध्यक्ष सदस्य हुँदै आएका भाइलाई मेरो तर्फबाट र हामी सबैको तर्फबाट म उहाँलाई सबैले बधाई भनिदिनु हुन चाहिँ आग्रह गर्दछु। ताली बजाएर स्वागत गरिदिनु हुन आग्रह गर्दछु। अब सबभन्दा मेरो काम चाहिँ यही मनमल्लिका कृतिको चाहिँ आज कृतिभित्र के छ एउटा समीक्षात्मक दृष्टिले, एउटा यसको चर्चा परिचर्चाको दृष्टिले म यसको चाहिँ केही मैले मेरो ज्ञानले भेटेको कुराहरू चाहिँ यहाँ वर्णन गर्न गइरहेको छु। पहिला कृतिभन्दा कृतिकारको थोरै व्यक्तित्वमा हामी जाउँ। अघि नै हाम्रो महासचिवले अरूहरूले पनि वर्णन गरिसक्नु भएको छ उहाँको परिचय बारे। तर विकास बिष्ट भन्ने नाम चिनाइरहनु पर्ने, यो अनेसासमा यो न्युयोर्कमा विशेष गरी चिनाइरहनु पर्ने कुनै नाम होइन। उहाँ एकदम गीतका सर्जक, मुक्तक पनि लेख्नुहुन्छ कहिलेकाहीँ, अनि त्यसपछि कविताहरूकै चाहिँ विशेष कवित्व व्यक्तित्व नै उहाँमा छ र उहाँले धेरै पहिला मनको बह भन्ने कृति निकालिसक्नु भएको छ भने यो दोस्रो कृति चाहिँ मनमल्लिका भनेर बजारमा ल्याउनु भएको छ। मबाट नै कृति ल्याउने उहाँको आशय अनुसार यो दोस्रो कृति छ। र पहिला उहाँको मान्छे कस्तो हुन्छ भने कृतिको विमोचन गर्दाखेरि ठ्याक्कै आफू जस्तो छु, कृतिमा पनि उस्तै, व्यवहारमा पनि उस्तै, बानीमा पनि उस्तै, लगभग अनुहारमा पनि उस्तै के विचार भावहरू हुन्छ। कसैको चाहिँ कृति छुट्टै भाव अनि मान्छेको बानी व्यवहार छुट्टै हुन्छ। धेरै लेखकहरूमा त्यो पाइन्छ। अब म त कस्तो छु, मेरो वर्णन त अब कसैले गरेकै छैन होइन, मलाई थाहा छैन। अनि अहिले भाइकोमा चाहिँ कस्तो पाउँछु, विकास बिष्ट सर्जकको पनि यहाँ जस्तो व्यक्तित्व छ नि उहाँको, लगभग मैले पढेँ अध्यापन पढ्दा यसमा उस्तै व्यक्तित्व छ। कविहरूमा 2टा कवित्व प्रतिभा हुन्छ। एउटा चाहिँ हाम्रो शरीरमा सबभन्दा राम्रो इन्द्रिय भनेको, हामीलाई एकदम विशिष्ट इन्द्रिय भनेको मुटु मस्तिष्क हो। कोही कविहरू चाहिँ कस्ता छन् भने म चेतनाको चाहिँ बारेमा मात्रै लेख्छु, म बौद्धिक हो, मलाई बुद्धिको मात्र कुरा छ भनेर यो मस्तिष्कलाई मात्रै प्रयोग गरेँ, मैले मस्तिष्कलाई मात्रै म प्रयोग गर्छु, म यस्तो विद्वान कवि हो कि यस्तो उर्वर चेतना छ कि म त मस्तिष्क प्रधान भनेर लेख्छन्।
कोही चाहिँ होइन यो मस्तिष्कको मात्रै के म त मुटु नै प्रधान मात्र लेख्छु, मुटु भए बाँच्छ, मस्तिष्क त बिग्रियो भने पागल भयो भने पनि मस्तिष्क बिग्रेर पागल भयो भने पागल कुनै दिन के अरे सज्जन हुन पनि सक्छ, फेरि निको हुन सक्छ। म चाहिँ त्यसैमा जान्छु। म पनि मुटु प्रधान हुनुपर्छ कविता, अझ मस्तिष्क प्रधान मात्रै भन्दा अझ सुनमा सुगन्ध चाहिँ के हुन्छ भने मुटु र मस्तिष्क मिलाएर लेखियो भने त्यो चाहिँ कविता कृति कुनै पनि सङ्ग्रह उत्कृष्ट हुन्छ। त्यो उत्कृष्ट कृतिभित्र पर्ने कविता कृति चाहिँ यो मनमल्लिका भनेर नै भन्न सकिन्छ। अब यसमा कविता कृति चाहिँ कस्तो छ भने जम्मा 34 वटा कविता छन्। कविताहरू धेरै लामा पनि छैनन्, छोटा पनि छैनन्। 2-4 वटा कविता चाहिँ गीत जस्ता गीती लयमा लेखिएका जस्ता छन् भने कोही असाध्यै छोटा अनि लामो चाहिँ कविता नै छैनन्। अनि एकै बसाइमा तपाईँहरूले जो जसले चाहनुहुन्छ भने पनि 1 घन्टाभित्र 1 बसाइमा यसलाई पढ्न सक्नुहुन्छ। भाव बुझ्न चाहिँ अलि 2-3 घन्टा अब प्रत्येक कविताको होइन 2 घन्टा 4 घन्टा 4 महिना कति लगाउनुहुन्छ त्यो लगाउन पाइन्छ। तर सरल र कविता चाहिँ एकै बसाइमा पढ्न सकिन्छ, पकेटमै हालेर पनि लिएर जान सकिन्छ। गद्य विधाका कविताहरूमा यो छोटो रूपले अटाउन सकिने नै मुक्तक, बाछिटा यस्तै कविताहरू हुन्। यस कवितामा कविले सबै कुरा छ, राष्ट्र प्रेम पनि छ, यहाँ हाम्रो प्रवासी जीवनको दिनचर्याका कुरा पनि यहाँ छ। त्यस्तै गरेर ममता, मातृत्व, राष्ट्र प्रेम, एउटा पीडा सबै कुरा छ र उहाँले पनि मुटुलाई नै प्रधानता दिनुभएको छ। व्यवहारमा पनि भाइ कोमल हुनुहुन्छ। मलाई लाग्छ भाइ सरल सहज एकदम, कहिल्यै पनि मैले भाइको कठोरता देखेकी छैन। पुरुषहरू अलिक कठोर हुन्छन् भनिन्छ नि, तर पनि मैले भनिन्छ अरे है, अब मलाई त्यति थाहा छैन को कठोर छ त होइन, तर पनि भनाइको पनि असत्य हुने गरेर भाइ चाहिँ नरम विचारधारामा हुनुहुन्छ। जसरी उहाँको विचार बाहिर पनि लडाइँ झगडा नगरौँ, कसैसँग पनि त्यति विरोधाभास नगरौँ, एकदम मिलौँ सबै चाहिने कुरा भने जस्तै कवितामा पनि त्यो नरमपन छ, नरम धार छ। कति कविताहरूले एकदम भित्र छुन्छन्। आमा कविता पहिलो नै उहाँले आमा कविता लेख्नु भएको छ। त्यो आमा कविता छोटो लेख्नु भएको छ। अब आमा भनेको यस्तो चिज हो कि त्यसलाई उपन्यासै लेखे नि, महाभारत लेखे पनि, बाइबलै लेखे पनि आमाको कुरा लेखेर सकिन्छ र सकिँदैन नि। छोटोमा आमाको पहिलोबाट नै आमाको कविताबाट उहाँले सुरु गर्नुभएको छ। त्यस्तै रामगीता वाङ्मय मन्दिरबाट निकालिएको प्रकाशक भएको यस कृतिमा उहाँले आफ्ना जिजुबुबा, हजुरमुमा, बुबा, मुमा, ठुली आमालाई समर्पित गरेर यस कविता लेख्नु भएको छ। अब आमाको मैले भनिहालेँ पहिलो कवितामा नै त्यस्तो छ। त्यस्तै गरेर जुकोटीको गुलाब भन्ने छ। जम्मा त 34 कविता छन्, त्यसपछि पनि त्यति लामा छैनन्, जसले पनि मैले भनिहालेँ पकेटमै राखेर जताततै बसेर बोकेर हिँड्न पढ्न सक्नुहुन्छ। अब जुकोटीको गुलाब यस्तो अमूल्य कविता छ कि अहिलेको देखावटी संस्कार, देखावटी बनावटी, कोही पनि मान्छे यहाँ आउने मध्येमा यो एकछिनपछि एकान्तमा हेर्न पाउँदैन। कोही पनि मान्छे यहाँ प्राकृतिक रूपमा उपस्थित भएन होला। यहाँ पनि स्वयं मैले पनि यहाँ अलिकति साह्रै लाज हुन्छ भनेर कालो मेहन्दी हालेर आएको छु है, ढाँटेको छैन। यस्तो छ आजको हामी समय नै यस्तो भइसक्यो कि मान्छे अप्राकृतिक बाँच्न थालेको छ। अब भाइले जुकोटीको गुलाब कविता यसरी लेख्नु भएको छ कि आजको हाम्रो मानिसको के छ व्यवहार, सबै मानवता मरेर गएको, प्राकृतिक मरेर गएको, हामी कृत्रिमतामा जसरी रमाउन बाध्य भएका छौँ र प्राकृतिक थोरै भए पनि बचेको छ छन चाहिँ, तर त्यो चाहिँ अब नबच्ने पद्धतिमा गएको छ कि मान्छेहरू जुकोटीको गुलाब जस्तै अब बारीमा हुर्काइएको बिरुवा गुलाबलाई र बाहिर सोकेसमा सजाइएको प्लास्टिकको गुलाबलाई हेरौँ त जीवन करिब त्यस्तै हुन लागेको छ। यस्ता कविता लेख्नु भएको छ। त्यस्तै गरेर कविताहरू एकदम मजबुत छन्। ब्रडवेका बटुवा भनेर त्यस्तै छ। जुन हेऱ्यो त्यही कविता छ, राम्रो छ अनि कोमल छन्। जुन कवितामा कवि अलिकति कोमल भएकै राम्रो हुन्छ कठोर हुनुभन्दा। अब कोमल हुने नहुने, सकिने नसकिने आफ्नो कुरा हो। कोही चाहिँ बाहिर अत्यन्तै कोमल भए पनि लेखाइमा अति कठोर हुन्छन्, अघि नै भनिहाले। कोही चाहिँ समान हुन्छन्। भाइकोमा चाहिँ जस्तो छ त्यस्तै नै छ, त्यति कठोर भन्ने कविता कुनै पनि भन्न सकिँदैन। आगो कविता लेख्नु भएको छ। त्यो आगोलाई पनि के भनिने चलन छ भने हामीभित्र पीडाको एकदम पोखरी छ, दह छ भने
एकदम हामी चाहिँ अस्वस्थ छ भने हामीलाई पानी शीतलताको पछि लाग्छौँ रे क्या। हामी भित्र आफैभित्र शीतलता छ भने हामीलाई बलेको आगोलाई पनि हामीले केही गर्न सक्दैनौँ। जलाउने आगो पो नराम्रो त, बलाउने आगो त चाहियो नि, चाहिएन र? घर परिवारमा पनि आगो आगो भन्छ मान्छे, लौ त आगो बिना हाम्रो जीवन चलोस् त, पानी बिना हाम्रो जीवन चलोस् त। यी दुवै धारका पानी र आगो यस्ता चिज हुन् कि जुन बिना हाम्रो जीवनै सम्भव छैन। तर उनीहरू चाहिँ के भने नदीका दुई किनारा जस्ता, दुवै किनारा भएर मात्र नदी बिचमा रहन्छ नि, त्यस्तै छ। आगो कविता लेख्नु भएको छ। आगोले के भने, आगो भने एउटा परिवर्तनकारी हो नि, पानी पनि परिवर्तनकारी हो। पानीले जम्मै सम्म बनाएर बिलाउनेपट्टि लान्छ भने आगोले कयौँ नराम्रा कुराहरू फालेर त्यसलाई जर्जर भएका थोत्रा जीर्णहरूलाई सुधार गरेर लाने बेलामा आगो बल्नुपर्छ, त्यसले जलाउनुपर्छ, नष्ट गराउनुपर्छ। तर नष्ट गराउँदा उहाँले अन्तिममा आगो कवितामा के भन्नुभएको छ भने एउटा उडुस पो जलेछ र आगोले 100 उडुस उत्पन्न भएछन् अरे क्या। अब कविताको मर्म भनेको चुरोमा लगेर टुङ्ग्याउने भनेको त्यही हो। मैले पटक पटक भनेकी छु, म कुनै विद्वान होइन, लाटोको देशमा गाडो तन्नेरी भन्छ नि, भएका मध्ये मैले अलिकति बोल्छु भनेर तपाईँहरूले मलाई बारम्बार बोल्न राखिदिनु भएको छ। त्यो मैले स्वीकारेर म आएकी छु। तर सबैले बोल्न नि सकिन्छ, बोल्दा अब हामीले जे लेख्यौँ लेख्दाखेरि मैले म पटक पटक सम्पूर्ण सर्जकलाई के भन्छु भने जीवन जेसुकै होस्, एक दिन त जीवन समाप्त हुन्छ। तर लेख्दा कहिले पनि जीवन चाहिँ समाप्त भएको नैराश्यता आउने जीवनमा चाहिँ मान्छेलाई बाँचु पनि बाँचिरहेको मान्छेलाई बाँचु लाग्ने बनाउने लेख्ने हो। इन्डिङ जहिले पनि चुरो, अन्त्य जहिले पनि हामीले मजबुत बनाएर लेख्नुपर्छ। अनि मात्रै मर्न लागेको मान्छे पनि बाँच्ने चाह गर्छ, समुद्रमा डुब्न लागेको उठ्ने चाह गर्छ, खाल्डोमा ढल्न लागेको मान्छे पनि ओहो मैले बाँच्नुपर्छ। चाहे हाम्रो जीवन त अन्त्य हुन्छ एकपटक, तर पटक पटक जीवन भासिन नदिन सर्जकहरूले जहिले पनि लेख्दाखेरि कथा होस्, कविता होस्, मुक्तक होस्, गीत होस्, त्यसको सकारात्मक र बलियो चुरो बनाएर हामीले अन्त्य गर्ने बानी गरौँ। विकास विष्ट, सर्जक विकास विष्टका कवितामा हरेक कविता जुन पढ्यो त्यसैमा चाहिँ अन्त्य चाहिँ एकदम बलियो छ, मिठो छ, सकारात्मक छ। अनि एकदम कोमल भावका छन् कविताहरू, विचारहरू कोमल भनेर त्यस्तो नाजुक जसले छोयो त्यसैले चाहिँ कुल्चिन सक्ने खालका नाजुक छैनन् कि कोमलताका पनि विविध परिभाषा छन्, कठोरताका पनि विविध परिभाषा छन्। कठोरको पनि नम्बर हुन्छ, 100 हो कि 90 हो कि 80 हो कि 50 हो। कोमलताको पनि नम्बर हुन्छ, 50 हो कि 40 हो कि 20 हो कि 30 हो कि 10 हो। तर यहाँ हुनुपर्ने कोमलताहरू छन्। जस्तो हृदय, अब मनमल्लिकाको बारेमा चर्चा गरौँ अलिकति। मनभित्र के हुन्छ त? हाम्रो समस्त कुरा नै हाम्रो मनभित्र त हुन्छ। हामी के गर्छौँ, के हिँड्छौँ, के बोल्छौँ भनिन्छ हावाभन्दा हाम्रो मन चाहिँ 100 गुणा वेगवान हुन्छ। हामी सबैजना अहिले लाग्छ मैले हेर्दा सबैले मलाई हेरिरहनु भएको छ। यदि हामीसँग नाप्ने यन्त्र नै छ भने कसको मन कति फार डुलेको पनि हुनसक्छ। यो सुन्दै मन भन्ने कुरा त्यस्तो हो। मन यस्तो विशाल कुरा हो कि मनभित्र हामी सबै कुरा हटाउन सक्छौँ। हामी भोलि के गर्छौँ, कहाँ जान्छौँ, के खान्छौँ, के लाउँछौँ, पीडा छ कि हर्ष छ कि के छ, सम्पूर्ण कुरा यो मनभित्र अड्छ। अब मल्लिका भन्नेको अर्थ यहाँ राखौँ है। मल्लिका भन्ने चाहिँ विशेष अर्थ लाग्छ। मल्लिका भनेको फुल हो एउटा। तपाईँहरूले शब्दकोशतिर गएर पनि हेर्नुहोस्, यसलाई पारिजात जस्तै एउटा सुगन्धित चमेली, बेली चमेली के भन्छन् है, मैले भ्याइन सर्च गर्न चाहिँ मल्लिकाको खास अर्थ। तर एउटा यो फुल मनभित्र एउटा फुलेको फुल, कविताहरू फुलेको छ मनभित्र। त्यो कविताहरूमा विचारधाराहरू फुलेको छ, विभिन्न कहीँ देश फुलेको छ, कहिले साथीभाइ फुलेको छ, कहिले प्रवास फुलेको छ, कहिले देशमा भइरहेका व्यतिथिहरू फुलेको छ, कहिले प्रवासमा भइरहेका दुःखहरू फुलेको छ। यसरी प्रत्येक कवितामा कविले आफ्ना मनका बहहरू मात्र नभएर मनभित्रका सिर्जनाहरू एकदम कोमल पाराले लेखेर मानिसलाई राष्ट्र प्रेम त्यतिकै दिनुभएको छ, साथीभाइ बिचको कुरा त्यतिकै दिनुभएको छ र विशेष गरी आजको जमानाको कुरा दिनुभएको छ। मान्छे के त कम्प्युटरमा रमाइरहेको छ। अब त गुगल पनि बन्द होला, गुगलमा बन्द होला होइन, शिक्षाको जागिरै बन्द होला। गुगलबाट नै सबैले सर्च गरेर ज्ञान पाइहाल्नुहुन्छ। किन शिक्षक चाहियो भनेर उहाँले त्यसमा लेख्नु भएको छ। कविताको अन्तिम कवितामा राष्ट्रियता चाहिँ मुखले बोलेर राष्ट्रियता हुँदैन।
माया जस्तै माया भनिन्छ नि, आई लभ यु भनेर माया हुन्छ र, व्यवहारमा माया हुनु पर्यो नि। त्यस्तै भने जस्तै ओहो म त आई लभ यु माई कन्ट्री अथवा म देशलाई प्रेम गर्छु भनेर भएन। देशलाई प्रेम गरेको हाम्रो व्यवहारबाट झल्किनु पर्यो। अब आज यतिको हामीले कार्यक्रम गर्नु, यो कविताबारे भन्नु, भानुभक्तलाई श्रद्धा स्वरूप सम्झनु पनि यो चाहिँ हामीले अलिकति देशलाई माया गरेको हो। माया गर्ने मान्छेले कहिल्यै पनि माया गर्छु भन्दैन रे, भन्नु पर्दैन रे, त्यसले माया चाहिँ गर्छ भन्दैन रे, नभन्नेले चाहिँ के अरे नगर्नेले चाहिँ माया गर्छ भनिन्छ। अब अर्थ त जसले जसरी लाए पनि हुन्छ, कसैलाई भनेकै माया चाहिन्छ, कसैलाई व्यवहारमा देखाए हुन्छ, त्यो फरक कुरा हो। यसरी मन मल्लिका आजसम्म ल्याएको कविताहरूका कृति मध्ये मन मल्लिका यस्तो मिठो शीर्षकमा कविता र यस्तो मुटुको चित्र अनि एकदम छोटोमा है, एकदम पातलो कृति पनि एकदम आकर्षक के मुटुको चित्र छ यहाँ, तर तै पनि कस्तो मुटु होइन कि फ्लावर हो कि अथवा अलिअलि के अरे अलमल्ल हुने जस्तो गरेर यसरी कृति ल्याइएको छ। प्रत्येक कृतिलाई हामीले समालोचनात्मक दृष्टिले हेर्दा पनि उपन्यासलाई एउटै तरिकाले हामीले बयान गर्नु हुँदैन। त्यस्तै गरेर हामीले अनेकौं गद्य पद्य कविताहरूलाई अनि मुक्तकहरूलाई विविध कोणबाट फरक दृष्टिकोणबाट वर्णन गर्नुपर्छ। यो 34वटा यहाँ भएका कविता सबै राम्रा छन्, एक छन्। तै पनि जुकोटीको गुलाब, आगो हुँ म, ब्रडवेका बटुवा, तिम्रो गोलार्धमा, त्यसपछि जमाना बदलिएको छ, परिभाषा फेर्नु छ, बुर्का, क्यारम बोर्ड, यस्ता कविताहरू चाहिँ झन् एकदम मजबुत छन्। यसको अर्थ फेरि सर्जकले यो नलाउनु कि अर्थ कुनै पनि सर्जकले यो कविताहरूलाई चाहिँ यो भने मैले जुन नाम लिन यहाँ भ्याएँ नि, त्यो चाहिँ राम्रो, मैले अरू नराम्रो लेखेँ कि त्यो अर्थ होइन नि। क्लासमा हामी पढ्दाखेरि सबैजना विद्यार्थी हुन्छौँ। पहिला त एकजना मात्र हुन्छ नि, दोस्रो त एकजना मात्र हुन्छ नि, के पहिला र दोस्रो हुने मात्र विद्यार्थी हो र होइन नि। सबैजना हामी विद्यार्थी हौँ। यहाँ लेखिएका सबै कविताहरू अमूल्य छन्। त्यस अमूल्य मध्ये पनि अझै अमूल्य कविताहरू छन्। अघि नै मैले भने जमाना बदलिएछ। आजकल मान्छेहरू चाहिँ दुईजना बसेर गफ गर्नुभन्दा मोबाइलमा रमाउन व्यस्त छन्। के अरे क्यारम बोर्ड गोटीहरू खेल्न कृत्रिम साधनहरूमा मानिसहरू चाहिँ मस्त छन्। यसरी एउटा कवितामा यहाँ के भन्छु भने जस्तै सुरुकै एउटा कवितामा नसामा आमाको के भन्नुहुन्छ कवि, जम्मा 12वटा हरफ छ यहाँ। अघि नै भने त्यस नसामा डुल्यौ रगत बने, हर सास फेरे तिम्रै पनि, आमा आँखामा आएर दर्कियौ किन आँसु बने। उहाँको आमा स्वर्गीय हुनुभएको र उहाँले गीत भनेर हामी रोएको अवस्था पनि थियो एकपटक। त्यस्तै गरी अब जुकोटीको गुलाब, जुकोटी भनेर त्यो गुलाबलाई शब्द दिने पनि उहाँको चाहिँ यो एकदम नयाँ भित्र पर्छ। देखिने मात्र राम्रो हुने भए जुकोटीको गुलाब किन पो नराम्रो थियो र, फक्रेको फुलेको काँडा हाँगा सबैमा, दृष्टि भ्रम पार्न सफल क्यामेरामा कैद गर्छन् मान्छेहरू र पोस्ट गर्छन् सञ्जालमा। न पानी न गोडमेल न कटनी छाटनी, एकै नास अँगालो हाले फोटो खिचे अनुभूतिको के मतलब अरे। यसरी अब जुकोटीको गुलाबमा त्यस्तै छ। अघि अनि मैले भने यहाँ 2-3वटा कविता चाहिँ कता गीत भन्न मिल्ने जस्ता कविताहरू छन्। फुलेको थिए पाखैभरि तब बस्थे ताली हजुर, स्याहार्नेको भिड लाग्थे मेरा कति माली हजुर। अब यसलाई कसैले मुक्तक पनि भन्न सकिन्छ, यसलाई कसैलाई गीत पनि भन्न सकिन्छ। त्यस्तै गरेर प्रत्येक कविताहरू मिठा छन्। अब ब्रडवेको बटुवा भन्नेमा पनि जस्तै कोही अपाङ्ग छन्, कोही अलिकति अशक्त छन्, तिनीहरू इलेक्ट्रिक चियारमा हुर्र दौडिरहेका छन्। त्यो इलेक्ट्रिक कति बेला त्यो इलेक्ट्रिक चाहिँ अचानक बन्द भइदियो भने कतै एक्सिडेन्ट भएर केही होला कि, अथवा निरन्तर चलिरहेको छ यो आधुनिक युग, यान्त्रिक उपकरणको दास भएर यो युग चलिरहेको छ, चल्दै जान्छ भन्नुहुन्छ कवि। यसरी कविले राम्रा कविता लेख्नु भएको छ। अघि नै मैले भने अब मन मल्लिका मैले पढ्नु परेन, अघि भर्खरै हाम्रो महासचिव बहिनीले पढ्नु भएको छ मन मल्लिका। अनि कवितामा पनि एउटा कुरा चाहिँ भन्छु, मैले यो सिकाउन खोजा होइन, हामीले शीर्षक राख्दाखेरि कुनै पनि कृतिको चाहिँ
सुरुमा राख्न र अन्त्यमा राख्नुभन्दा मलाई पनि बिचैमा राख्न मन लागेर मैले पनि त्यसो गरेको छु। अब कृतिको नाम लियो, पहिलो पेजमा चाहिँ के अरे मनमल्लिका भनेर राख्यो भने यही त रहेछ मनमल्लिका भनेको, एक पाना पढ्यो, धेरैले पछि पढ्ने प्रयास गर्नुहुन्छ कतिले, तर बिचमा राख्दाखेरि अलिकति राम्रो हुन जान्छ मेरो धारणा चाहिँ। तसर्थ अब हाम्रो समयको पनि पाबन्दी छ। कुनै पनि सर्जकलाई स्रष्टालाई बयान गर्ने भने, उहाँहरूको कृतिको वर्णन गर्ने भने त उही सोस्तानीमा भने जस्तो 1000 जिब्रा भएका शेषनागले पनि सक्दैनन्। वर्णन जति गरे उति लामो हुन्छ। यहाँ समयको पाबन्दी छ, मलाई थाहा छ। र यसरी अघि सर्जकले नै लेख्नु भएको मैले भने, आमा जसको हामीले 100वटा उपन्यास लेखे पनि आमालाई हामी शब्दमा वर्णन गर्न सक्दैनौँ, शब्दमा हामीले उहाँलाई अर्थ्याउन सक्दैनौँ, त्यस्तै गरेर सर्जकलाई पनि अर्थ्याउन सक्दैनौँ। समष्टिमा भन्दा मनमल्लिका कविता सम्पूर्ण पाठकले पढ्नुपर्नेछ, चाहे कवि चाहे गैर कवि सबैले यो कृतिलाई खोजी खोजी पढ्नुहोला। यस कविताभित्रका राष्ट्रप्रेम, प्रवासका व्यथाहरू, मानिसका जीवनका आरोह अवरोहहरू, त्यसपछि आमाका माया, आमाका मातृवात्सल्य गुम्दा हुने पीडाहरू, त्यस्तै गरेर राष्ट्रका नाममा स्वाङ पारिने जाति धर्म, यस्ता अनेकौं विभेदहरूले कहिले पनि राष्ट्र अघि लाग्दैन। अनि केही बनाउनको लागि आगोले डढाउनु पर्छ, पोल्नु पर्छ, सखा पार्नु पर्छ, तर सखा भइसकेपछि अर्को नयाँ रूपले उम्रियो भने मात्रै आगो लगाएको, डढाएको अथवा खरानी पारेको भनौँ न, नडराई भन्दा खरानी पारेको अर्थ, त्यो खरानीबाट अर्को एउटा नयाँ स्वरूप, नयाँ जीवन, नयाँ विकास, देशलाई नयाँ धारमा लान सकियो भने मात्रै आगोले डढाएको खरानी बनाएको अर्थ रहन्छ। नत्र भने आगोले डढायो, फेरि एउटा उडुस डढेछ, 100 उपिया त्यस्तै आयो भने काम छैन। सबैले यो कवितामा कोमलता छ, कवितामा जे हुनुपर्ने त्यही विचार छ, भाव छ, हार्दिकता छ। मनका मल्लिका, मनभित्र एउटा विशुद्ध पारिजात जस्तो, बेली चमेली जस्तो सुगन्धित फुल जसरी फुलेर मानिसहरूलाई सुवास दिन्छ, यी भित्रका कविताहरूले, यो सिङ्गो कृतिले हाम्रो साहित्यलाई त्यतिकै सुवास दिन्छ। हामी सम्पूर्ण पाठकहरूलाई यस कृतिका कविता पढेपछि बेली चमेली जस्तै मगमग भएर हामीलाई सुवास भर्छ। त्यसकारण सबैले यस कविता पढेर, यसलाई बुझेर, यसका बारेमा केही लेख्न मन लागे लेखेर सर्जकहरूलाई एउटा प्रोत्साहन गर्ने काम गरिदिनु होला। र यस कविता हाम्रो नेपाली साहित्यको इतिहासमा एउटा छुट्टै शीर्षक, त्यसभित्र छुट्टै रस, त्यसभित्र छुट्टै विचार भाव पस्केर आएको छ। र हाम्रो नेपाली साहित्यमा एउटा बलियो इँटा, एउटा थप इँटा अथवा एउटा सानो इँटा म भन्दिनँ, सानो तर आँखाको नानी सूक्ष्म, तर यो नभए संसार नदेखेको जस्तै सबै कुरा हटाएर यस कृतिलाई नेपाली साहित्यमा एउटा मजबुत इँटाको रूपमा थपिन गएको छ। र फेरि पनि हाम्रा सर्जक, हाम्रा प्रिय भाइ, सरल सहज एकदम उदार हृदयका धनी हाम्रा भाइ गीतकार, कवि, मुक्तकार, समष्टिमा साहित्यकार विकास विष्ट भाइलाई फेरि पनि बधाई दिन चाहन्छु। समयको पाबन्दीले भनौँ अथवा यस कृतिको लागि यति पनि पर्याप्त छ भन्ने हिसाबले मैले मेरो यस कृतिको चर्चा परिचर्चा क्रमका बोलीलाई यहीँ टुङ्ग्याउँछु। हस्त सबैलाई धन्यवाद। समय र सर्जकलाई फेरि एकपल्ट कृतिको लागि धन्यवाद।